साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान-प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्दै जोडिनुहोला। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको पाइल्स, फिसर, फिस्टुलाहरूको समस्या 10-15 दिनभित्र नै 100% निको पारो। आज 14 गतेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू साइन्टिफिक टेलिभिजनबाट सुन्नुहोस्। पश्चिम बङ्गालको राजधानी कलकत्ताको एक ल कलेजमा एक छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ, जसमा कलेजका एक पूर्व विद्यार्थी पनि छन्। नर्वेकी राजकुमारी मेटे मरिटाका छोरा मरियस बर्ग होइबी माथि बलात्कारका 3वटा र अन्य 23 आपराधिक आरोपहरूमा अनुसन्धान सम्पन्न भएको छ। राष्ट्रिय ऋण उठाउने विधेयक 2082 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेको थिए। अहिले देशभर मनसुन प्रणाली सक्रिय भएको छ। मनसुन सुरु भएसँगै बाढी, पहिरो लगायतका विभिन्न प्राकृतिक विपद देशले सामना गर्नु परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताएका छन्। राष्ट्रिय वृक्षारोपण दिवस 2082 को विशेष अवसरमा रौतहटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरण महाशाखाको समन्वयमा रौतहटको चन्द्रपुरमा 1300 बिरुवा रोपेर वृक्षारोपण दिवस मनाएको हो। सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागु औषध ब्राउन सुगर सहित 7 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 21 ग्राम 940 मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2082 पारित भएको छ। सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो। राष्ट्रपति बनेपछि झण्डै 10 वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज असार 14 गते आफू नेकपा एमालेमा फर्किएको घोषणा गर्दै छिन्। मकनपुरमा 1 जनाको हत्या भएको छ। जिल्लाको बागमती गाउँपालिका 9 बेतिनीका 57 वर्षीय रामबहादुर वाइबाको शनिबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी साक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएका छन्। प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले भूतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाएका सुरक्षा कर्मीहरूलाई तत्काल फिर्ता बोलाउन माग गरेका छन्। आज Domain register, web host, web design, and mobile apps at Scientific Organization since 15 years. No more cost with highly secured and trusted service.